हाइवे कति सफा कति राम्रो सल्ल हेर्न त कति आनन्द छ। प्लेनमा हिँडेको कि गाडीमा हिँडेको थाहै छैन। ल आज मेरो साथी म्याक्सको घर छोडेर अर्को साथीकोमा जाँदैछौँ। 66 किलोमिटर पर्दो रहेछ यहाँबाट। 66 किलोमिटर भनेको लगभग 1 घन्टा देखाएको छ म्यापमा चाहिँ। साउथ झन्डो इस्ट कि साउथ गोइङ हाउस इस्ट साउथ कि इस्ट? My house is located in north east northwest of Chengdu. Yes. Chengdu. Northeast. Northwest of Chengdu. Yeah. Northwest. बाटो हेर्नु न बाटो। नेपाल कहिले हुन्छ यस्तो? ल हेर्नु त सबै सिस्टमेटिक लेन। फ्याक्ट्री यो औद्योगिक क्षेत्र रहेछ हजुरको। ल हेर्नु न। यो चाहिँ ट्याक्सी रहेछ। ट्याक्सी एकदमै कम हो नि यहाँ। सबै मान्छेको आफ्नै गाडी हुँदो रहेछ होइन भने बाटोमा इलेक्ट्रिक साइकल इलेक्ट्रिक स्कुटर हुँदो रहेछ। स्क्यान गरे सबैले हिँड्यो। This company is very famous. Yeah. Fox. Yeah. Very famous in this world. World, yeah. World famous. Yeah. चाइना एकदमै व्यवस्थित छ।
This is a new car? Yeah, I think so. New, yeah. New car. Here is another new highway. Yeah. Another highway. सबै यहाँ त जति नै चलाए पनि मान्छेले म्याप हेरेर चलाउने रहेछ क्या यहीँबाट त्यही 500 मिटर जानु पऱ्यो नि 5 किलोमिटर जानु पऱ्यो नि 500 किलोमिटर जानु पऱ्यो नि म्याप बेगर त पुरै अन्धो जस्तो हुने रहेछ क्या बानी हाल्दैन सबै म्याप हेऱ्यो सबै म्यापबाटै